अहिले फेरि सञ्चालन भएको छ क्यार यसलाई चाहिँ पूर्णता दिनको लागि हामीले सक्रिय सहभागिता रहनेछ। त्यसै गरेर यहाँ बत्तीका हिसाबले यहाँ चाहिँ सबै घरमा बत्ती बलेको छ। सिँचाइका हिसाबले केही ठाउँमा सिँचाइ भए पनि थुप्रै ठाउँमा अपुरा सिँचाइको कामहरूलाई हामीले पुरा गर्नुपर्ने छ। सञ्चारका हिसाब किताबले यहाँ चाहिँ अब करिब करिब सबै ठाउँमा टेलिफोन लाग्छ। अरू थुप्रै किसिमका चाहिँ यहाँका चाहिँ बाटाघाटाहरूको स्तरोन्नति अपुरा सिँचाइलाई पुरा गर्ने आवश्यकता र मुख्य गरेर यहाँको खानेपानी जो केही ठाउँमा सञ्चालन पनि भइरहेको छ र थुप्रै अरू चाहिँ यहाँ प्रत्येक घरमा एक घर एक धाराको व्यवस्थालाई ग्यारेन्टी गर्ने गरेर थुप्रै महत्त्वपूर्ण कार्यक्रमहरू हामीले अगाडि बढाउनु पर्नेछ। र म यो सबै गठबन्धनका सबै हामी साझा उम्मेदवारको तर्फबाट मैले प्रदेशको तर्फबाट यहाँहरू सबैमा ती कुराहरूलाई दृढतापूर्वक तपाईँहरूको बिचमा जसरी अहिले चाहिँ मैले आफ्नो चाहिँ सङ्कल्पका साथ मैले विषयवस्तु राखेको छ ती कुरालाई पुरा गर्नको लागि मेरो आफ्नो तर्फबाट महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने कुरा पनि मैले राख्न चाहे। तेस्रो कुरा यहाँ तपाईँहरू जति आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ विकास निर्माणको प्रक्रियामा हामी निरन्तर अगाडि लागिरहेकै छौँ। हाम्रो यो लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट यो गठबन्धनको सरकार निर्माण गरेपछि नि हामीले थुप्रै कामहरूलाई अगाडि बढाएका छौँ। ती कामहरूको सन्दर्भमा जस्तै एमालेको पालामा ओली प्रधानमन्त्री हुँदाखेरि प्रत्येक घरमा न्यूनतम महसुल 90 रुपियाँ तिर्नु पर्थ्यो। यो अहिले चाहिँ हाम्रो यो सरकारले यो लोकतान्त्रिक वाम गठबन्धनको सरकारले न्यूनतम अहिले 20 युनिटसम्मको लागि 90 रुपियाँबाट घटाएर अहिले 30 रुपियाँमा ल्याएको छ। यो पनि जनपक्षीय काम हो। यहाँ धेरै पटक चाहिँ यो देशमा चाहिँ के हुन्थ्यो भूमि आयोग गठन हुन्थ्यो। भूमिहीनहरूलाई यहाँ थुप्रै भूमिहीनको समस्या पनि छ यो रामेछाप र सुकोजोरमा। तर यहाँ यो वडामा ती भूमिहीनहरूका समस्यालाई कुनै पनि व्यवस्था गरिन्थ्यो गठन हुन्थ्यो कार्यान्वयन हुँदैन्थ्यो। अहिले यो सरकार गठन भइसके पछाडि यहाँहरूले थाहा पाउनु भएको छ अहिले झन्डै 1.5 लाख भूमिहीनलाई चाहिँ के हो त भन्दा लाल पूर्जाको वितरण गरिएको छ। यो रामेछाप र यो वार्डको थुप्रै भूमिहीन साथीहरू हुनुहुन्छ उहाँहरूको समस्यालाई पनि हल गर्नको लागि गठबन्धनकै तर्फबाट यहाँ भूमि आयोगको अध्यक्ष र सदस्यहरू हामीले तय गरेर ल्याएका छौँ। उहाँहरूले वडा र नगरपालिकासँग समन्वय गरेर त्यो भूमिको समस्यालाई पनि दृढतापूर्वक हल गर्ने कुरा पनि मैले यहाँहरूको बिचमा राखेँ। अर्को कुरा मैले यहाँ थुप्रै कुरा राख्नुभन्दा अहिले यो लोकतान्त्रिक वाम गठबन्धनको आवश्यकता किन पर्यो भन्दाखेरि यो देशमा अहिले मूलभूत रूपमा 2वटा धाराहरू चाहिँ राजनीतिक रूपमा अगाडि बढिरहेको छ। एउटा धाराको नेतृत्व कांग्रेस र माओवादीले गरिरहेको छ भने अर्को धाराको नेतृत्व ओलीले गरिरहेछ। ओलीले नेतृत्व गरेको धारा भनेको अहिले घोर प्रतिगामी दक्षिणपन्थी अहिले चाहिँ के हो त भन्दाखेरि तपाईँ हामी सबैलाई थाहा छ अहिले चाहिँ कमल थापा जस्ता मान्छे पार्टीसँग सहकार्य गरेछ, लिङ्गदेन जस्ता मान्छेहरूसँग सहकार्य गर्छ। यो देशलाई टुक्र्याउनु पर्छ भन्ने पार्टीहरू यो देशलाई विखण्डन गर्नुपर्छ भने विखण्डनकारीहरूसँग समेत उनको सहकार्य भएको र राजा चाहिन्छ देश चलाउन भनेर जो अगाडि बढिरहेका पार्टीहरू छन् उनीहरू समेतलाई के हो त भन्दा उनीहरूले एमाले कुनै पनि हालतमा जिताउनुपर्छ भनेर गठजोड गरेर ओलीजी कुर्नदै हिँड्नु भएको छ। त्यसैले एउटा धारा चाहिँ घोर प्रतिगामी र दक्षिणपन्थी धाराको नेतृत्व गरेको छ भने अर्को धारा भनेको जो अब गठबन्धनको धारा हो जसले यो संविधानको हत्या हुँदाखेरि संविधानको रक्षा गर्ने काम गर्यो, संसदको हत्या हुँदाखेरि संसदको रक्षा गर्ने काम गर्यो, यो देशको विकास र समृद्धिलाई अगाडि लाने कुरा चाहिँ हुँदाहुँदै चाहिँ प्रतिगमनतिर पश्चगामी चाहिँ सोच र विचारले भरिपूर्ण भएर लाने कुरातिर त्योसँग सङ्घर्ष गर्यो। यो लोकतान्त्रिक चाहिँ वाम गठबन्धनले इतिहासमा थुप्रै काम गरेको छ। पञ्चायत विरुद्ध चाहिँ हतियार उठाएर लडेको छ, राजा विरुद्ध हतियार उठाएर लडेको छ। त्यसैले विस्तृत शान्ति सम्झौताका 2वटा हस्ताक्षरकर्ता पार्टी कांग्रेस र माओवादी आज सँगै हामी छौँ। थुप्रै इतिहासको 46 सालको आन्दोलन पनि वामपन्थीहरूको र नेपाली कांग्रेसको सहकार्यमै भएको। जतिखेर देशमा अप्ठ्यारो स्थिति पर्छ, जतिखेर देशमा सङ्कटको स्थिति आउँछ त्यतिखेर चाहिँ के हो त भन्दा साँचो यो देशको चाहिँ लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस र एउटा चाहिँ जनताको सर्वहारा मजदुर किसानको एउटा मुक्तिको कुरा उठाउँदै आएको नेकपा माओवादी पार्टीले एउटा सहकार्य गर्दै आएको छ। विस्तृत शान्ति सम्झौता सहकार्यबाटै भयो, 46 सालको आन्दोलन सहकार्यबाटै भयो, संविधानको घोषणा सहकार्यबाट हो। यो देशको विकास र समृद्धिको कुराहरू अहिले देशव्यापी रूपमा जसरी विकासको मूल फुटाएर अगाडि बढाएको छ यो पनि सहकार्यबाटै भएको छ। अब यो मूलभूत रूपमा अहिलेको मुख्य कुरा के हो त भन्दा यो देशको संविधानको रक्षा गर्ने कुरा, स्थायी सरकारको निर्माण गर्ने कुरा, समृद्धिलाई चाहिँ दृढतापूर्वक अगाडि बढाउने कुरा जो संविधानको रक्षाको प्रश्न छ। अहिले यहाँहरूले आफ्नै पालिकामा यही रामेछाप नगरपालिकाबाट संविधानमा लेखिसकिया छ कि यो चाहिँ जग्गा पास गर्न अब तपाईँहरू मन्थली जानु पर्दैन, तपाईँहरू नाफीको लालपुर नक्सा लिन मन्थली जानु पर्दैन। प्रत्येक पालिकामा अत्याधुनिक 15 बेडको हस्पिटलको सुनिश्चितता गरेको छ, प्रत्येक पालिकामा प्राविधिक शिक्षालयको सुनिश्चितता गरेको छ, प्रत्येक पालिकामा क्याम्पस एउटाको सुनिश्चितता गरेको छ, प्रत्येक पालिकामा महिलाहरूको उत्पीडित उपेक्षित जात जातिहरूको
अपनत्व प्रतिनिधित्व र चाहिँ अवसरलाई ग्यारेन्टी गरेर संविधानमा लेखिएको छ। यहाँ जनताको कानुन कस्तो बनाउने, ऐनहरू कस्तो बनाउने, करहरू घटाउने या बढाउने, यहाँ व्यवस्थापकीय अधिकार, कानुन बनाउने अधिकार यहीँ छ। प्रारम्भिक न्यायालयको अधिकार चाहिँ हेर्ने अदालतको चाहिँ व्यवस्था यहीँबाट गरिएको छ। अर्को कार्यपालिका जो मन्त्रीमण्डलको चाहिँ व्यवस्थाको अधिकार चाहिँ यहीँबाट चाहिँ के अरे चाहिँ कार्यपालिकाले निर्णय गर्ने अधिकार समेत। असाध्यै हो जनप्रिय संविधान, लोकप्रिय संविधान। यहाँ महिलाहरूको चाहिँ अधिकारले नै पैतृक सम्पत्तिमा छोरा छोरीलाई समान अधिकार दिएको संविधान सम्भवतः यो पृथ्वीमा छैन होला। मानवाधिकारका हिसाबले हेरे पनि सम्भवतः अलि मान्छेलाई फाँसी दिने सजाय छ, नेपालमा फाँसीको सजाय छैन। त्यसैले यो संसारको उत्कृष्ट संविधान हो। यो संविधान घोषणा भए पश्चात करिब नेपालको 40,000 महिलाहरूले आफ्नो जागिरमा चाहिँ ग्यारेन्टी गर्यो। 33% सांसदमा ग्यारेन्टी गरेछ, 33% चाहिँ तपाईँको चाहिँ निरामतीमा, फौजी क्षेत्रमा सबै ठाउँमा जागिरको अवसरको ग्यारेन्टी गरेछ। अनि यो सबै हिसाबले हेर्दा यो संविधान चाहिँ मलाई लाग्छ थुप्रै हाम्रा नेताहरूले नि भन्छ यो संविधान यो पृथ्वीकै असाध्य अब्बल दर्जाको, यो पृथ्वीकै असाध्य सुन्दर र चाहिँ लोकतान्त्रिक असाध्य जनताको अधिकारले भरिपूर्ण संविधान हो। त्यसैले यसलाई ओली मार्काको नेतृत्वहरूले जो प्रतिगमनकारीहरूसँग नेतृत्व गरेर छ, यसलाई हत्या गर्न खोज्यो, संविधान संसद विघटन गर्यो, यसलाई परास्त गर्न खोज्यो, अगाडितिर जाला भन्दा पछाडितिर जाने दुस्साहस गर्यो। त्यसैको उपज, त्यसैको बाध्यात्मक के अरे कारणले गर्दा लोकतान्त्रिक वाम गठबन्धन बनेर यहाँहरूको बिचमा चुनावमा हामी आएका छौँ। मलाई आशा छ, मलाई विश्वास छ, यहाँहरू सबैले कङ्ग्रेसका साथीहरूले पनि र माओवादीका साथीहरूले पनि दुवैतर्फका उम्मेदवारहरूलाई मतदान गर्नु कि अब त्यतिखेर चाहिँ एकदम वीरताका साथ करुण रसले होइन वीर रसले भरिपूर्ण भएर आन्दोलन गर्दा शासनमा होस्, पञ्चायत विरुद्धको काङ्ग्रेसको नेतृत्वमा होस्, माओवादीको नेतृत्वमा जनयुद्धको कारणले होस्, ती सबै कुराहरूमा कमी कमजोरी भएका छन् भने जनताहरू, आदरणीय महान जनसमुदायहरू, यहाँहरूले के हो त भन्दा राम्रो गर्नलाई सही उद्देश्य लिएर सुकर्म गर्नको लागि अगाडि बढ्दाखेरि कहिलेकाहीँ कमी कमजोरी हुन्छ। त्यस्तो कमी कमजोरीलाई यहाँहरूले परवाह गर्नुहुने छैन, आग्रह पूर्वक भन्नुहुने छैन।